हाम्रो नातो गोतो दर दाजुभाइ छरछिमेकीको चलिआएको रीत रहेछ। मैले यो कुनै तपाईँहरूले गल्ती गर्नुभयो भनेर गर्न तिरेको होइन। यो मैले शिर राखेको मेरो मावली राजा शिर उपर गरेको मैले डन्न जरिमाना तिरेको होइन। र जे जस्तो भए तापनि यसै गरी यस्तै काममा तपाईँहरूले हाँसी खुसीले भेट गर्नु परोस्। जे जस्तो भयो पनि भगवान्ले मलाई जुराइदियो। 5 वटा छोराछोरी जन्मेकामा सबैको मैले यस्तै गर्न पाएँ। भगवान्ले मलाई ठुलो आशिष दिएका। अहिले म यत्रो डाँडा काँडा ढाक्ने मामलीहरू मान्न पाउँदाखेरिमा म कति खुसी भएँ। मेरो सुनको छाती छ। मेरो शिरमा तपाईँहरूको आशिष परिपूर्ण यो हजुरहरूलाई दिन खान सके एउटा आशिष पाउँ तपाईँहरूलाई मेरो मावलीले। यति भन्दै म 2 शब्द भन्दै बिदा हुन्छु। मेरा बुढीका मावली कस्तो भाग्यले उहाँहरू आउनुभयो। कस्तो भाग्यले उहाँहरू भन्नु परेन। यस्तै काममा चाहिँ शुभ काममा भेला हुनु भेट हुनु पर्ने रहेछ। दिएर खाएर कसैलाई केहीले पुग्दैन। हजुरहरू हामी बाँचुन्जेल यस्तै गर्न पाइयो, यस्तै रहोस् भन्नका निमित्त मेरो नमस्कार। हजुरहरू एकमुष्ट माइतीले मान्ने मामाले आऊ माइती आउँदा मेरा मावलीहरूलाई मैले पनि बसाउने बिन्ती गरेँ। सबै मेरा माइती मावली सबै अब हजुरहरूले मेरा माइती ये अन्तिम रीत कि अझै छ पछाडि पनि नि पछाडि छैन ल्याउँछ। 10 मिनट लाग्छ। खिच्नु न खिचिराखेर 10 मिनट खिचिरहेको छ। बुढी मान्छे त कुमार त्यो चाहिँ एकजनालाई त्यहाँ दिएर पठाएर पर बस्नुलाई उहाँ बस्नुपर्ने यता लिएर आयो के भन्नु सबै किसार बिमारी बुढाबुढी परवृद्ध अवस्थाकाले यो चाहिँ एकजनालाई दिएर त्यहाँ पठाएर एकजना त्यहाँ दिएर पठाएन। गाउँको मान्छे भात खान आइरहेको छन्, त्यो खोजिरहेको छन्। के गर्नु यस्तो गरिदिन्थ्यो भने के त्यो भान्जीलाई त्यो भान्जे ज्वाइँलाई भन्नका खातिरमा हजुरहरू पाउ कष्ट गरिदिनुको मुरी धन्यवाद। यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गे। साथै चाहिन्छ पैसा त नै हुनु गर न
त्यही एउटा मुढाले ल्याइदिनु पर्छ त होला भित्र छैन एउटा मुढा बस 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 शिवाजीले पानी नपार